म चाहिँ त्यहाँ ढोकामै अड्की गएको कि निक्लिने बेलामा है भगवान् I hope I don't get scolded for making videos. I do wanna go home. I miss Nepal. I miss Nepalese food. तर homesick भएर म त के हुँदैन त. 그대 잠깐 눈을 붙일 때 나는 마음에 불을 붙여요 비밀의 나만의 초콜릿 गाइजहरु हामीले चाहिँ यहाँ आएपछि फर्स्ट टाइम यहाँको चुइङगम ट्राई गरेको मैले हैन यो चाहिँ कुन चुइङगम हो भने बुबा बुबा रे बुबा बुबा भन्ने चुइङगम हो ओइ हबा बाबा हो सरी फर द मिसप्रोनाउन्सिएसन तर यो क्यानाडाको चुइङगमहरु चाहिँ एकदमै ठुलो हुने के नेपालको त पातलो हुन्छ नि त यहाँको चुइङगम त ठुलो हो नि यहाँको त एकदम ठुलो हुने मुखै चबाउँदा चबाउँदै मुखै दुख्ने चाहिँ यो चाहिँ एकदम खाँदा खाँदा नै गिजाइ दुख्छ दाँतै दुख्छ बुबालु बुबालु भए पनि यति साह्रो बाक्लो त हुन्न कि हेर्नु गाइजहरु यो एउटा चुइङगम है मैले सोन्देले बाँडेर आधी आधी गरेर खाएको एउटै हामीले एकजनाले खायो भने चाहिँ भोलिसम्म हाम्रो गालै सुनिन्छ सबै छ मलाई फेरि भोलि चिन्ता नचिन्ता ल अपेक्षा दिए अब यहीँ झर्नुहुन्छ बाई बाई अपेक्षा दिदी बाई बाई ल म नै टाँसिएँ भगवान् म चाहिँ मेरो सेकेन्ड गाडीमा चढ्नु भएको अब म चाहिँ त्यहाँ ढोकामै अड्की गएको कि निक्लिने बेलामा है भगवान् यहाँको गाडीहरू चाहिँ अटोमेटिक सिस्टम हुन्छ नि त ढोकाको अनि ढोका चाहिँ अनि एकछिनपछि आफै बन्द हुन्छ कि अनि जहिले नि म धेरै जस्तो अड्किरहेको हुन्छु ढोकामा एकचोटि त ब्यागै च्याप्पी गएको थियो कि अनि ब्याग च्यापेर यसरी अड्के भएको म यही हो मेरो सेकेन्ड पार्ट टाइम वर्क प्लेस चाहिँ ओके म चाहिँ यहाँ आइसकेँ काम गर्ने ठाउँमा I need to get changed now. Okay, I'm all ready for my second job. So, मैले बिहानै भनिसकेको थिएँ म चाहिँ अहिले वर्क पर्मिटमा हो सो आई क्यान वर्क एज मेनी आवर्स एज आई वान्ट अनि त्यही भएर चाहिँ मैले अहिले दुई ठाउँमा नै काम गरिरहेको छु मेरो चाहिँ फर्स्ट जब चाहिँ मैले भने मेरो उता च्यारिटी अर्गनाइजेसनमा एज अ प्रोग्राम म्यानेजर मेरो चाहिँ त्यहाँ मन्डे टु फ्राइडे 10 to 4 हुन्छ अनि यो फ्रेसको चाहिँ मेरो पार्ट टाइम जब हो यो चाहिँ जहिले पनि हुँदैन हप्तामा 3-4 दिन मात्र हुन्छ र भयो भने चाहिँ यसरी नै डबल काम हुन्छ 3-4 दिन अनि यो यहाँ फ्रेसको चाहिँ ग्रोसरी स्टोर हो यसमा चाहिँ म एज अ क्यासियर काम गर्छु अनि क्यासियर काम चाहिँ इट्स नट कम्पेरिटिभली हार्ड एज रेस्टुरेन्ट जबहरू त्यही भएर पनि दुईवटा काम गर्न सकिरहेको छु अनि उताबाट चाहिँ मेरो 4 बजे सकिन्छ अनि यता चाहिँ मेरो 5:30 बजे सुरु हुन्छ सो म डाइरेक्टली उताबाट यतै आउँछु अनि यहाँ पनि मेरो 10-10:30 बजीसम्म हुन्छ यहाँ काम अनि घर पुग्दा चाहिँ 11 बज्छ सो डबल काम भएको दिनमा चाहिँ मेरो होल डे नै काम गरेर जान्छ अनि यो हप्ता चाहिँ मेरो 3 दिनै डबल काम लगातार भयो अस्ति हिजो अनि आज सो आज 3 दिन चाहिँ लगातार डबल काम भयो बट इट्स ओके आइ एम गेटिङ युज टु इट अनि प्लस मेरो चाहिँ अब स्याटरडे सन्डे चाहिँ फुल्ली बिदा हुन्छ नि त त्यही भएर चाहिँ आई एम ओके एज लङ एज आई हेभ 2 days अफ सो यस अब म रेडी हुनुपर्छ ओ अब मेरो 10 मिनट मात्र बाँकी छ सो आइल बी लिभिङ त्यहाँ चाहिँ तल काममा चाहिँ मैले यदि भिडियो गर्न पाएँ भने चाहिँ आइ एम गोना सो यु अलिकति क्लिप्सहरू काम गरेको तर लेट्स सी त्यहाँ फेरि कस्टमर्सहरू यहाँतिरको मान्छे चाहिँ धेरै भिडियोमा आउनु खोज्दैन प्राइभेसी इस्युज यहाँ भन्छ त्यही भएर आई डोन्ट वान डु द्याट आई डोन्ट वान बी इन द्याट पोजिसन तर इफ गर्न पायो भने चाहिँ म गर्छु गर्न पाएन भने चाहिँ त्यही हो क्यासियरको काम के नै हुन्छ त्यही स्क्यान गर्ने सामान दिने त्यही त हो जाने भन्दा अगाडि अलिअलि पर्फ्युम त लगाउनै पर्यो यो चाहिँ पर्फ्युम त होइन बडी मिस्ट हो यो चाहिँ भिक्टोरिया सिक्रेटको वेलभेट पेटल्स भन्ने बडी मिस्ट हो अनि त्यस्तो पर्फ्युम जस्तो लङ लास्टिङ त हुन्न बट इट स्मेल्स गुड सो या द्याट्स बेसिकली इट आई विल सी यु गाइज लेटर काम सकेपछि है त हेलो सी इज आलिया Hi. Is this your vlog? Yes, I'm making my daily vlog today, so I'm just including. I watch your videos. I'm watching it. I don't understand what she's saying. And this is Christine. Hi.
Our supervisor, Ali. Hi. Don't you make your, Hi, we are going to punch in because we are starting our shift now. Let's punch in. Canada ma चाहिँ punch in punch out system हुन्छ. I need to, yeah, thank you so much. Thank you for the background dance. Hey, that's my bed. Oh, that's it. Sorry. Alia, I will see you downstairs, okay? Oh, come on. She wants to be in my video. Come on, let's go. Hey, guys. Wait, what are you adding me? Oh, Alia is from. Alia, where are you from? My mom is from, well, I'm from Canada. Yeah. I'm born in Canada. But my mom is from Trinidad and Tobago. And then my Oh. dad's Guyanese. Oh, okay. Christine. Christine, wait, let me show her. Christine is from Philippines. Hi, from all the Philippines there. Yeah, hello. So let's start. Even Kuya. Yes, He's from the okay. He's also from Philippines. Kuya, hello. I hope I don't get scolded for making videos. Okay, I'll stop, guys. So, cause it's confidential. It's a long line. Yeah, it's confidential. Okay, let's go. Bye bye. Bye. होइन यो सिस्टम हुन्छ यही चलाउने स्क्यान गर्ने सो मेरो चाहिँ भर्खर 15 मिनटको ब्रेक भएको छ अब त्यो ब्रेकमा खानको लागि चाहिँ मैले यो लिन लागेको छु मिसेल इज हेल्पिङ मी आउट थ्याङ्क यू मिसेल यो चाहिँ ट्रान्सेतो भन्ने हो यो चाहिँ चक्लेट फिल भएको वाला हो ओके गाइस मेरो ब्रेक सक्यो अब म जानुपर्ने हुन्छ फेरि काममा तलपट्टि 15 मिनटको ब्रेक त एकैछिनमा सिद्धिन्छ ओएमजी एउटा केक खाएर भ्याइयो तर मेरो सिफ्ट सक्यो अब पन्च आउट हाल्नु लाग्यो Hi, guys. Atefe, our supervisor. Hello. Okay, Atefe, we'll see you when I see you. See you, Patu. Bye-bye. Take care, dear. Okay. Bye-bye. Bye, Christine. Bye, good night. ओके म चाहिँ निक्लिँदैछु कामबाट हो मा गॉड अनि यहाँ चाहिँ अब चाइनिज न्यू इयर आउनु लाग्यो त्यही भएर सबै चाइनिज न्यू इयरको डेकोरेसन भइरहेको यहाँ म देखाउँछु है त पुरै भित्तैभरि चाइनिज ह्याप्पी न्यू इयरको नै होला यो समथिङ अनि यहाँ रजिस्टर अगाडि पनि यस्तो छ ल है त जाम अब ढोका बन्द भइसक्यो रहेछ धन्न ओ माई गॉड ओके बाई बाई ओके गाइज घर फर्किँदाखेरि चाहिँ त्यही हो राति हुन्छ 11 बज्यो अहिले अनि त्यही हो विदेशको लाइफ क्यानाडा नभइकन सबै देश अरू देशमा पनि अब त्यही हो बिहान दिउँसो भन्ने हुँदैन काममा गएपछि चाहिँ अब त्यही हो होल डे जान्छ अनि जिन्दगी भनेको नै सुत्दै उठ्दै काम गर्दै खाँदै सुत्दै अनि त्यही रिपिट त्यही भएर सुरुमा आउने नेपालीहरूदेखि लिएर सबैजना अरूहरूलाई पनि सुरुमा आउँदाखेरि स्ट्रगल हुन्छ अनि अलिकति यो लाइफस्टाइलसँग युज टु हुँदैन नि त किनभने नेपालमा त यसरी दिनदिनै काममा गएको हुँदैन धेरै जस्तो अब सबैलाई भन्नु खोजा होइन तर हुँदैन धेरै जस्तो अनि यहाँ आएपछि डाइरेक्ट लाइफस्टाइलै चेन्ज हुन्छ खानेदेखि लिएर बस्ने सुत्ने अनि काममा जाने त्यस्तै नभएर अब धेरै जस्तो सबैजनाले दुईवटा काम नै गरिरहेको हुन्छ एउटा कामले मात्र त अब यहाँ खासै कमाइँदैन भनौँ न अनि दुईवटा काम गरेपछि चाहिँ यस्तै हो एभ्री डे चाहिँ उठ्ने काममा जाने आउने अब पढाइ भएकोहरूको असाइनमेन्ट हुन्छ सो लाइफ चाहिँ अलिकति हेक्टिक हुन्छ अनि त्यसले गर्दा चाहिँ धेरैजना मान्छेहरू चाहिँ आत्तिन सक्छ है तर द थिङ इज अलवेज लुक एट द ब्राइटर साइड यत्रो स्ट्रगल किन गरेको त नि वी साइन्ड अप फर दिस बिफोर वी केम हियर होइन त्यही भएर चाहिँ पहिल्यै थाहा थियो यस्तै हुन्छ यसरी नै अलिकति सुरुमा स्ट्रगल गर्नुपर्छ भन्ने पहिल्यै थाहा हुन्छ नि त त्यही भएर नै त आएको विदेश अब विदेश आएर चाहिँ यस्तो गाह्रो भयो यस्तो भयो म कोप अप गर्न सकेन फ्रस्ट्रेसन भयो हुन्छ सबैलाई तर द थिङ इज त्यस्तो भए पनि हार नमान्नु नेभर गिभ अप बिकज यहाँ गिभ अप गर्न आएको होइन केही गर्छु भनेर आएको हो र त्यसको लागि चाहिँ आफूले सुरुमा स्ट्रगल गरे पनि सहेर बस्नुपर्छ
र इभेन्चुली यु विल गेट युज टु इट सो हार नमान्नुहोस् अघि बढ्नुहोस् र पछिको ब्राइटर साइड यो स्ट्रगल गरेपछि पनि पछि चाहिँ अब राम्रो दिनहरू पनि आउँछ भन्ने सोचेर चाहिँ काम गर्नुहोस् है त अनि अब विदेश भएपछि चाहिँ सबैजना चाहिँ अब होमसिक हुन्छ कुनै न कुनै पोइन्टमा तर होमसिक भए पनि त्यही हो कि आफ्नो त्यो परिवारलाई झन् सम्झेर काम गर्नुपर्छ झन् स्ट्रगल गर्नुपर्छ झन् धेरै गर्नुपर्छ है त त्यसरी होमसिक भएर चाहिँ अब फ्रस्ट्रेट भएर बसेर केही काम नै छैन नि त यहाँ स्पेसली वेयर यु विल ह्याभ टु डु एनिथिङ अर एल्स यु वन्ट बी एबल टु पे यर बिल्स नि त त्यही भएर चाहिँ अब होमसिक भयो भने कोपअप हुनुहोस् कोपअप गर्नुहोस् अनि ब्राइट साइडलाई हेरेर चाहिँ अगाडि बढ्नुहोस् मलाई नि हुन्छ होमसिक कहिलेकाहीँ आई डु वान गो होम आई मिस नेपाल आई मिस नेपालीज फुड तर होमसिक भएर मात्रै केही हुँदैन त सो इभेन्चुअली अब सबै काम बनेपछि चाहिँ म पनि नेपाल चाहिँ एकचोटि जान्छु भिजिट गर्न बिकज इट्स बिन लाइक 2 years अब अनि डेफिनेटली आई वान्ट मिट माई फ्यामिली सो यस नेपाल गएको दिन चाहिँ विल बी द ह्याप्पिएस्ट डेज अफ माई लाइफ ओके घर आएँ म सबैजना सुतिसके जस्तो छ किनभने Okay, so let me start my skincare night time को मेरो सुरुको अच्छा सो मेरो फर्स्ट स्टेप चाहिँ मैले यो क्लियर्सको राति चाहिँ क्लियर्सको यो फ्रेशली जुस्ड भाइटामिन ड्रप सिरम लगाउँछु यो चाहिँ एकदम बबाल छ यो चाहिँ एकदमै मैले यो नि 3rd 4th बोतल हो के अनि यो लाएर चाहिँ एकदमै स्किन चाहिँ स्मुथ हुन्छ त्यही भएर चाहिँ इट्स अ गुड इन्भेस्टमेन्ट मेरो सेकेन्ड स्टेप चाहिँ त्यही बिहानको रिपिट हो आई युनिकको टी ट्री सिरम अनि त्यसपछि यो चाहिँ मोइस्चराइजर बिहानकै आई युनिक सेन्टेला कामिङ जेल क्रिम
सो मेरो स्किन केयरको फाइनल स्टेप भनेको चाहिँ अब मोइस्चराइजर यो सबै लगाइसकेपछि त्यो सबैलाई सिल गर्नको लागि चाहिँ यो चाहिँ अर्डिनरीको 100% अर्ग्यानिक कोल्ड प्रेस रोजिप ओयल चाहिँ होइन मैले यहीँ क्यानाडा आएपछि लगाएको है अनि रोजिप ओइल लगाएपछि चाहिँ मैले धेरै नै डिफ्रेन्स पाएको छु स्किनमा रोजिप ओइल लगाएपछि चाहिँ के अरे यो स्किन चाहिँ अलि ब्राइटन पनि हुन्छ अनि प्लस एक्ने स्कार्सहरू पनि छिटै नै फेड हुन्छ मलाई चाहिँ त्यस्तो एक्सपिरियन्स भएको छ त्यही भएर ओके आई एम डन कस्तो मिठो बास्ना सो आजको मेरो भ्लग चाहिँ यहीँ एन्ड हुन्छ अब सकिसक्यो हामी पनि सुत्छौँ अनि मेरो चाहिँ भ्लगलाई चाहिँ धेरै धेरै माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब प्लस कमेन्ट पनि गरिदिनु होला यसरी नै म तपाईँहरूले माया देखाइदिनु भयो भने म यहीँ क्यानाडाको भ्लगहरू धेरै गर्ने छु सो द्याट आई क्यान सो यु गाइज वाट गोज अन हियर यहाँको लाइफस्टाइल एन्ड एभ्रिथिङ सो यस and I will see you guys in my next video. Bye bye.